बालेन अर्थात् बालेन्द्र शाह यो एउटा नाम मात्र नभई ब्रान्ड बनिसकेको छ। राजनीतिका लागि मात्र नभई केही गर्छु भनी आएको सबैको प्राण बनिसकेको छ। अध्ययनमा लगनशीलता, सङ्गीतको साधना, कर्ममा प्रतिज्ञा र वचनमा निष्ठावान मानिने उनको व्यवहारले सबैको मनमा राज गरेको छ। उनका सङ्गीतका गहकिला शब्दले समाजका व्यतिथि, विकृति, विसङ्गतिका विरुद्धमा आवाज उठाएको छ। एक थुकी सुकी 100 थुकी नदी भए जस्तै हरेक कुराको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने तीव्र सोचले देशमा तरङ्ग निम्ताएको छ। प्रक्रिया र प्रणालीलाई सही सदुपयोग गर्ने अठोटले भौतिक, सामाजिक, राजनैतिक फोहोर सफा भएको छ। आस्था, विचार र वादभन्दा माथि कर्म हुन्छ भन्ने प्रमाण भएको छ। एउटा इन्जिनियर घर बनाउन मात्र नभई सिङ्गो देश बनाउन सक्छ भनी प्रमाण भएको छ। बालेन, तिम्रो कामले राजनीति गर्नेहरू सातो भएको छ। अब मेरो देशमा केही हुन्छ भन्ने आँट आएको छ। तिमीलाई लडाउन खोज्लान्, कति पनि नझुक्नु। देश बनाउन हिँडेका हौ तिमी, जनताको साथ छ, तिमी कति नरुक। एउटा तहमा उदाएको बालेन अबको 5 वर्षभित्रमा हरेक तहमा एउटा बालेन उदाउनेछ। पछुवाको गतिमा चलाइरहेका राजनीतिज्ञको हत्या गरी हराएको गतिले देशको विकास घटाउनेछ। बालेन, तिमीलाई हृदयदेखि सलाम छ।